নমস্কাৰ, এই মুহূৰ্তত মই দিব বিচাৰিছোঁ এটি গুৰুত্বপূৰ্ণ খবৰ। আজি সোণাৰী ৰাজহুৱা প্ৰেক্ষাগৃহত সফলতাপূৰ্বক সম্পন্ন হয় সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা চৰাইদেউ জিলা সমিতিৰ দ্বিতীয় দ্বিবাৰ্ষিক অধিৱেশনখন। সুৰজ থাপাক সভাপতি আৰু অশোক লামাক সাধাৰণ সম্পাদক হিচাপে লৈ এটি শক্তিশালী সমিতি গঠন কৰা হয়। উক্ত অধিৱেশনখনৰ মুকলি সভাত মুখ্য অতিথি হিচাপে উপস্থিত থাকে আকছুৰ কেন্দ্ৰীয় সভাপতি অৰ্জুন চেত্ৰী আৰু নিৰ্দিষ্ট বক্তা হিচাপে উপস্থিত থাকে আকছু কেন্দ্ৰীয় সহ সম্পাদক জয়ৰাজ থাপা। আজিৰ এই মুকলি সভাত বিশেষ সন্মানীয় অতিথি হিচাপে সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থাৰ কেন্দ্ৰীয় সাংগঠনিক সম্পাদক নুমল চেত্ৰী, প্ৰচাৰ সম্পাদক ৰাজ নেৱাৰ, আছুৰ চৰাইদেউ মহকুমাৰ সভাপতি নিতুল গগৈ, আটাছুৰ চৰাইদেউ জিলাৰ কাৰ্যকৰী সভাপতি বিজয় গগৈ, আকছুৰ ডিব্ৰুগড় জিলাৰ সভাপতি দীপক নেৱাৰ, তিনিচুকীয়া জিলাৰ সভাপতি সন্তোষ চেত্ৰী, যোৰহাট জিলাৰ সভাপতি দীপক চেত্ৰী, ধেমাজি জিলাৰ সভাপতি সোমৰাজ পুৰী, মাজুলী জিলাৰ সভাপতি দীপক কাটৱাল, শিক্ষাগুৰু চন্দ্ৰ প্ৰধান, ভক্ত নেৱাৰৰ উপৰিও আৰু বহুকেইজন বিশিষ্ট ব্যক্তিৰ লগতে অসমৰ বহুতো জাতীয় আৰু জনগোষ্ঠীয় সংগঠনৰ নেতৃবৃন্দ। চাওঁ আহক সোণাৰীৰ পৰা ৰাজেশ লিম্বুৰ এটি প্ৰতিবেদন। आज म सर्वप्रथम त ऐतिहासिक चराइदेउ जिल्ला समितिको जुन द्विवार्षिक अधिवेशन हो, यस द्विवार्षिक अधिवेशन सम्पूर्ण सफल रूपले सम्पूर्ण ऐतिहासिक सफलताको साथमा आज यहाँ समाप्त भयो। जुन अधिवेशनमा हामी केन्द्र समितिको पक्षबाट चारजनाको टोली र छेउछाउका छिमेकी जिल्लाको सम्पूर्ण नेतृत्वहरूको यहाँ उपस्थितिमा आज श्रीमान सुरज थापा र सभापति र मूल सचिव अशोक लामाको नेतृत्वमा एउटा सशक्त चराइदेउ जिल्ला समिति आज यहाँ गठन भयो। जुन जिल्ला समितिले आगन्तुक दिनमा चराइदेउमा बस्ने गोर्खाहरूको हक र हितको लागि आगामी दिनमा काम गर्नेछ, लड्नेछ र यो ऐतिहासिक चराइदेउको यस नयाँ जिल्ला समितिलाई हामी केन्द्र समितिको पक्षबाट हार्दिक बधाई र साथसाथ धन्यवाद दिन चाहन्छौँ। र हेर्नुहोस्, हामी यस अधिवेशनलाई सङ्गति राख्दै विशेषतः हामी आउँदो जुन केन्द्र समितिको अधिवेशन छ, जुन भनौँ इतिहासको प्रसिद्ध ठाउँ बोकाजान, कार्बी आङ्ग्लङको बोकाजान स्थित तालबालीजानमा 3 दिने कार्यक्रमले 27, 28 र 29 जुन मार्चको दिन हामीले एउटा विभिन्न कार्यसूची लिएर 3 दिने अधिवेशन जुन सफल गर्न हामी लागि परेका छौँ। त्यस अधिवेशनलाई सङ्गति राख्दै हामी विभिन्न जिल्लामा प्रचार प्रसार साथसाथै विभिन्न जिल्लाका प्राक्तन हामीहरूका कर्मीहरूलाई भेट गर्दै, प्राक्तन हामीहरूका नेतृत्वहरूलाई भेट गर्दै, उहाँहरूबाट सल्लाह परामर्श लिँदै उहाँहरूलाई पनि अधिवेशनमा उहाँहरूको भनौँ आफ्नो जुन चाहिँ उपस्थितिको कामना गर्दै हामी आज चराइदेउमा छौँ। अब यहाँबाट हामी अब यसरी नै डिब्रुगढ, तिनसुकिया हुँदै हामी यसरी नै तपाईँको भनौँ धेमाजी लखिमपुर हुँदै हामी गुवाहाटी फर्किनेछौँ र अधिवेशनको प्रस्तुति लगभग हामीले अन्तिम पर्यायमा छ र उहाँको जुन चाहिँ भनौँ स्वागत गर्ने समिति छ, श्रीमान बुद्धि छेत्री सभापति हुनुहुन्छ र सञ्जीव कुमार लिम्बू हाम्रो भनौँ एजिएस उहाँ मूल सचिवको रूपमा हुन्छ स्वागत गर्ने समिति र उहाँहरूको सशक्त नेतृत्वमा आज जुन प्रकारले उहाँ अधिवेशनको लागि प्रस्तुति चल्दैछ त्यसको लागि हामी सम्पूर्ण केन्द्र समिति गत गर्छौँ र आगन्तुक दिनमा र यो अधिवेशनलाई चाहिँ असममा बस्ने गोर्खाहरूको जति पनि समस्याहरू छ त्यो निर्कोल गरेर आउँदो दिनमा हल गर्ने बाटो प्रशस्त गर्छ यो अधिवेशनले र आउँदो दिनमा असममा बस्ने 25 लाखलाई केही न केही एउटा मेसेज हामी यो अधिवेशनको माध्यमबाट हामी दिन सक्छौँ भन्ने हामीलाई विश्वास छ। আৰু ধন্যবাদ জ্ঞাপন কৰিছোঁ আমাৰ চৰাইদেউ জিলা গোৰ্খা ছাত্ৰ সন্থা সদ্য ভংগ হোৱা সন্মানীয় সভাপতি অমিত গুৰুং ডাঙৰকে প্ৰমুখ কৰি নৱগঠিত সভাপতি সুৰজ থাপা, অশোক লামাকে আদি কৰি সকলো নেতৃবৃন্দকে মই সদৌ টাইম ছাত্ৰ সন্থা চৰাইদেউ জিলা মজিয়াৰ পৰা সংগ্ৰামী অভিনন্দন জ্ঞাপন কৰিছোঁ আৰু শুভেচ্ছা জ্ঞাপন কৰিছোঁ। অনাগত সময়ত অসমৰ অন্যতম আদিম খিলঞ্জীয়া জনগোষ্ঠী, কৃষিভিত্তিক এই জনগোষ্ঠীটো গোৰ্খা জনগোষ্ঠী ঐতিহাসিক চৰাইদেউ বাসিন্দা হিচাপে তেখেতলোকে সগৌৰৱে অসম আৰু অসমীয়াৰ কাৰণে যি কৰি আহিছে
তাত সদায় সোণালী আখৰে লিখা আছে আৰু ভৱিষ্যতৰ দিনতো লিখা থাকিব। আৰু এই অসম মাটিৰ ভূমিত তেখেতলোকৰ যি ন্যায্যতা যি দাবী আছে এইখিনি সকলো ক্ষেত্ৰত চৰকাৰে মনোনিৱেশ কৰিব লাগে। সমমৰ্যাদা আৰু সম অধিকাৰ ভিত্তিত তেখেতলোককো আগুৱাই লৈ যাব লাগে। আজি তেখেতলোককো সংৰক্ষণৰ আওতালৈ আনিব লাগে আৰু ৰাজনৈতিকভাৱে তেখেতলোকক সুৰক্ষিত কৰিব লাগে বুলি আমাৰ অনুভৱ। आज सराइदेऊ आएर हामीलाई साह्रै नै राम्रो लागेको छ। यहाँ सबैभन्दा राम्रो लाग्ने कुरा के छ भन्दाखेरि अब सराइदेऊ जिल्ला समितिको जुन एउटा जोस र जाँगर छ भाइहरूको, र हामीहरू यति टाढा बाटो आएर पनि हामीहरूले उहाँहरूको जोस र जाँगर देखेर हामीहरूको सबै थकान हामीहरूको मिटिएको छ। र सराइदेऊ जिल्लामा आज अरू एउटा ऐतिहासिक एउटा भएको छ, किन भन्दाखेरि हामीहरूका आठवटा जिल्लाका सभापति, मूल सचिव यो उसमा अधिवेशनमा आइपुग्नु भएको छ र सबै जिल्ला समितिका सभापति, मूल सचिव सबै जिल्लाका हामीहरूका उहाँहरूलाई म बधाई दिन चाहन्छु, धन्यवाद दिन चाहन्छु। र जुन आज हामीले कुनै सभापति, मूल सचिव हामीले चुनेर दिएको होइन, आज यो सराइदेऊका पवित्र प्रतिनिधिहरूले आज यहाँ सुरज थापा र अशोक लामा, सुरज थापा सभापति र अशोक लामालाई मूल सचिवको दायित्व दिएर 25 जनीय एउटा दर्बिलो समिति एउटा गठन गरिएको छ। र हामीलाई आशा छ, भरोसा छ, विश्वास छ यो सराइदेऊको यो समितिले सराइदेऊमा बसेका मात्रै गोर्खाहरूको लागि काम नगरेर असममा बस्ने गोर्खाहरूको लागि काम गर्छ र असमिया जातिको उत्थान र असम देशको उत्थानको लागि यो सराइदेऊले एउटा काम गरेर जान्छ भनेर हामीलाई पूर्ण विश्वास छ। सराइदेऊ भनेपछि हामीलाई अलग्गै एउटा वैशिष्ट्य छ सराइदेऊको। जसरी कि अब अविभक्त शिवसागर जिल्ला होस्, त्यतिखेर पनि सराइदेऊमा गोर्खा जातिको बसोबास कम्ती भए पनि सराइदेऊ जिल्ला गोर्खा छात्र सङ्घले जुन एउटा आक्सुमा भूमिका गरेर आएको छ त्यसमा हामीहरू साँच्चै नै हामीहरू धन्य छौँ। जसरी कि कृष्ण नेवार हुनुभयो, त्यहाँबाट हालैमा निवर्तमान सभापति प्रेम तामाङज्यू, उहाँको त जति नै गुण गाए पनि हामीलाई कमी नै हुन्छ। र आक्सुमा जुन एउटा उहाँले कर्म गरेर जानुभयो त्यसमा हामीहरू आभारी छौँ। र आज यहाँ आएर एउटा खुसी पनि लागेको छ, एउटा दुःख पनि लागेको छ, किन भन्दाखेरि सधैँ हामीले सराइदेऊ आउँदाखेरि भेट्ने हामीहरूका प्राक्तन सभापति प्रेम तामाङको आज हामीले यहाँ अनुपस्थिति भेट्यौँ र त्यसमा हामीलाई अलिकति दुःख पनि लागेको छ। जै नहोस्, यो कमिटीलाई केन्द्रीय समिति तर्फबाट धेरै धन्यवाद छ र यो सराइदेऊ जिल्ला समिति फलोस् फुलोस्, धेरैभन्दा धेरै अघि बढेर जाओस्, आफ्नो जिल्लाको सहितै गोर्खा जातिको उत्थानको लागि काम गरेर जाओस् भन्दै हामीहरूको विश्वास छ। धन्यवाद। जय गोर्खा। र हामी बिच हुनुहुन्छ डिब्रुगढ जिल्ला गोर्खा छात्र सङ्घको हाम्रो सभापतिज्यू दीपक नेवारज्यू, उहाँहरूले पनि दुईवटा कुरा राख्नुलाई अनुरोध गर्छु। र विशेष गरी आज यस ऐतिहासिक सराइदेऊ जिल्ला गोर्खा छात्र सङ्घको जुन यो द्विवार्षिक अधिवेशनमा आज उपस्थित आएर हामीलाई साह्रै खुसी लागेको छ। र आज यो जुन आउँदो 2 वर्षको लागि जुन आजको यस प्रतिनिधि सभाले सुरज थापाज्यूलाई सभापति र अशोक लामाज्यूलाई जेनरल सेक्रेटरीको साथमा जुन 25 जनी एउटा दर्बिल्लो समिति गठन गरिएको छ र आगन्तुक दिनमा समस्त डिब्रुगढ जिल्ला होस्, तिनसुकिया जिल्ला होस् र सराइदेऊ जिल्ला होस्, हरेक जिल्ला जो निकटवर्ती जिल्लाहरूलाई साथमा साथ लिएर गोर्खाहरूको समस्या निवारणको लागि एकजुट भएर एउटा दृढ पदक्षेप लिने जुन एउटा प्रतिज्ञाबद्ध होस् भनेर म आशा गर्दैछु। धन्यवाद। र यहाँ हुनुहुन्छ हाम्रो तिनसुकिया जिल्ला गोर्खा छात्र सङ्घको सभापतिज्यू, र उहाँको पनि दुईवटा कुरा राख्नुको लागि अनुरोध गर्नुहुन्छ। सर्वप्रथम म समस्त सराइदेऊ जिल्लावासीलाई म अखिल असम गोर्खा छात्र सङ्घ तिनसुकिया जिल्ला समितिको तर्फबाट म हार्दिक अभिनन्दन टक्राउँदछु। र आज यस पुण्यस्थली नै भनौँ, आज जुन चाहिँ द्विवार्षिक अधिवेशन सराइदेऊ जिल्लाले गरेर गयो र हाम्रो सुरज थापाज्यू र अशोक लामाज्यूको नेतृत्वमा जुन चाहिँ नयाँ समितिले आज यहाँ अब आफ्नो कर्म संस्थापन जिम्मेवारी आफ्नो हातमा लिएको छ र म उहाँहरूको सम्पूर्ण टोलीको साथै म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्छु। र उहाँले आगन्तुक दिनमा समस्त गोर्खा जातिको उत्थानको लागि र साथै विभिन्न जाति जनगोष्ठीमा ऐक्यबद्ध भावले आसामको जातिमाथि भेटेको हक र अधिकारको लागि फाइट गर्नुहुन्छ भनेर म
ধন্যবাদ জনাইছোঁ আমাৰ সাংবাদিক ৰাজেশ লিম্বু। সমূহ গোৰ্খা ইউটিভি চাই থকা দৰ্শকক পুনৰ এবাৰ জনাওঁ, সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা চৰাইদেউ জিলা সমিতিৰ দ্বিতীয় দ্বিবাৰ্ষিক অধিৱেশনখনি সোণাৰী ৰাজহুৱা প্ৰেক্ষাগৃহত সফলতাপূৰ্বক সম্পন্ন হোৱা আমি দেখিব পাইছোঁ। এই মুহূৰ্তত মই আপোনালোকৰ পৰা বিদায় লৈছোঁ। পৰৱৰ্তী সময়ত নতুন বাৰ্তা লৈ পুনৰ উপস্থিত হ'ম। চাই থাকক গোৰ্খা ইউটিভি।